किन्ने, कतिवटा किन्ने, कपडा कस्तो किन्ने, के लैजान मिल्छ, के लैजान मिल्दैन भनेर एकदम धेरै कन्फ्युज रहनुहुन्छ। हुनै पर्ने हुन्छ, किनभने आउने बित्तिकै जापानको स्वाद खाने बानी परेको हुँदैन। पुग्ने गरी तपाईले नेपालबाट खानेकुराहरू ल्याउन सक्नुहुन्छ। अब म क्रमशः तपाईहरुलाई सबैभन्दा बढी कन्फ्युज हुने नै यही होला कि कपडा कस्तो लैजाने, केमा कस्तो लाउनु पर्छ, नर्मल लगाउँछ। सबैभन्दा सजिलो चाहिँ जापानमा लुगा लगाउनको लागि छ है, किनभने कसैलाई बेला हामीलाई के भयो भन्दा समस्यामा पर्न सकिन्छ। त्यसकारणले गर्दा नेपालबाट आउँदै गर्दा नै अलिकति क्वालिटीकोहरू बोक्ने चलन हुन्छ हैन। हामीलाई नेपालमा चाहिँ पट्याउने छाताहरू सानो बनाएर पट्याएर ब्यागमा राख्न मिल्ने खालको पोर्टेबल अम्ब्रेला किनेर पनि ल्याउन सक्नुहुन्छ है। त्यो चाहिँ सबैजनाले नै त्यो पोर्टेबल अम्ब्रेलामा लगाउने लुगा के गर्ने, जस्तै हामी नेपाली समुदायमा भइसकेपछि दशैं, तिहार, तीज चाहिन्छ हामीलाई। यसमा चाहिँ केटा मान्छेहरूले दौरा सुरुवाल राख्न सक्नुहुन्छ, टोपी चटक्क टोपी राख्न सक्नुहुन्छ, अनि जुत्ता त्यसै अनुसारको मिलाएर राख्न सक्नुहुन्छ। र केटी मान्छेहरूले चाहिँ अर्नामेन्ट्सको सेटहरू हुन्छ, त्यो सेटहरू पनि राख्न सक्नुहुन्छ। धेरै नराख्नुहोस्, किनभने धेरै प्रयोग हुँदैन, कहिले कहिले मात्रै प्रयोग गर्ने हो। त्यसकारणले गर्दा अहिले नेपालबाट आउँदै गर्दाखेरि 5-7 सेट चाहिँ राख्नुपर्ने जरुरी छैन जस्तो लाग्छ मलाई चाहिँ। तपाईको इच्छा अनुसारले चाहिँ ल्याउन सक्नुहुन्छ है। फेरि यो भिडियो हेरेर यसै अनुसारले नै गर्नुपर्छ भन्ने पनि छैन। केटी मान्छेको सन्दर्भमा चाहिँ केटी मान्छेले पनि सेतो सर्ट अनि प्रोग्राममा जाँदै गर्दा पनि रातो लुगा अथवा एकदम छक्क देखिने खालको, अरूको आँखा तान्ने खालको लुगा चाहिँ थाल, प्लेट, चम्चा, गिलास, चिया खानलाई कप अनि चाउचाउको सुपहरू खानलाई सानो बाउल धेरै ल्याउनु पर्दैन। थोरै सानो सानो पोकाहरू बनाएर, एक पाउको पोकाहरू बनाएर चाहिँ मसलाहरू भने पछि चाहिँ यहीँ पनि नेपाली पसलहरू छन्, नेपाली पसलहरूमा गएर तपाईले किन्न सक्नुहुन्छ। एकपटक लेबल लगाएर ल्याउनुहोस्, त्यसमा प्रोडक्ट नाम लेख्नुहोस्, उत्पादन मिति लेख्नुहोस् र एक्सपायरी मिति लेख्नुहोस्।